नमस्कार। मैले यसभन्दा अगाडि बनाएको लाइसेन्स सम्बन्धीको नेपाली लाइसेन्सलाई अथवा विदेशी लाइसेन्सलाई फरेन लाइसेन्सलाई जापानिज लाइसेन्समा कसरी चेन्ज गर्ने, कसरी स्विचिङ गर्ने, कसरी कन्भर्ट गर्ने भन्ने भिडियोमा धेरैवटा क्वेसनहरू आएको भएर मैले यो Q&A भिडियो बनाइराखेको छु। र सबभन्दा पहिलो क्वेसन रहेको थियो कहाँ एप्लाई गर्ने, वेयर टु एप्लाई। हामीले यसको सबभन्दा सजिलो सबैभन्दा इजी एन्सर भनेको नजिकको मेङ्क्यो सेन्टरमा जाने। आफू बसेको केनको जहाँ आफू बसेको छ त्यही केनको नजिकको मेङ्क्यो सेन्टरमा जाने। आफ्नो गुगल सर्चमा गएर मेङ्क्यो सेन्टर नियर मी भनेर हान्नुभयो भने आइहाल्छ, देखाउँछ तपाईँहरू जहाँ जुन केनमा बस्नुभएको छ त्यहीको मेङ्क्यो सेन्टरमा जानुपर्ने हुन्छ। यदि अरू नै केनको मेङ्क्यो सेन्टरमा जाने हो भने त्यही अनुसारको त्यहाँ गएर मेङ्क्यो सेन्टरमा तपाईँहरूले डिस्कसन गर्नुहोला, छलफल गर्नुहोला अथवा त्यहाँको राय सुझावलाई मनन गर्नुहोला है। यदि तपाईँ टोकियोमा हुनुहुन्छ भने टोकियोमा 3वटा मेङ्क्यो सेन्टर रहेको छ र यो फर्स्टमा सामेजु, सेकेन्ड भनेको फुत्सु र थर्ड भनेको कोतो। हामीले यो फरेन लाइसेन्सलाई स्विचिङ गर्नको लागि अथवा चेन्ज गर्नको लागि, कन्भर्ट गर्नको लागि फुत्सु र सामेजुमा मात्रै लिन्छ हाम्रो नेपालको लागि। कोतोमा नजानु होला। कोतोमा चाहिँ 0बाट जानेहरूको लागि 3वटैले लिन्छ, तर हामीले यो चेन्ज गर्नुपर्ने भएको भएर, कन्भर्ट गर्नुपर्ने भएको भएर हामी जानुपर्ने भनेको फुत्सु र सामेजु हो। अब अफिस आवर कति बजेदेखि कति बजे, कुन बारदेखि कुन बार भन्ने आउला। यसमा चाहिँ मन्डे टु फ्राइडे विक डेमा मात्रै हुन्छ। विकेन्डहरूमा र हाम्रो यहाँको नेसनल होलिडेहरूमा रातो बिदा परेको दिनमा चाहिँ यो हाम्रो डकुमेन्टेसन चाहिँ हुँदैन, लिँदैन र बिहान 8:30 बजेबाट दिनको 3 बजेसम्म मात्रै डकुमेन्टेसन हुने गर्छ है। अर्थात् त्यो काउन्टर खुल्ने गर्छ है। फरेन लाइसेन्स स्विचिङको काउन्टर चाहिँ बिहान 8:30 बजेबाट दिउँसो 3 बजेसम्म मात्रै खुल्छ, मन्डे टु फ्राइडे। अब एप्लिकेसन फी कति लाग्छ त? एप्लिकेसन फी भनेको मिनिमम 1500 देखि म्याक्सिमम 4100 सम्म छ। 1500 देखि 4100 सम्मको रेन्जमा रहेको छ। त्यो चाहिँ तपाईँको क्याटेगोरी जस्तै मोपेड, मोटरसाइकल, यो सानो गाडी, लाइट भेहिकल र हेभी विभिन्न क्याटेगोरी हुन्छ। त्यो क्याटेगोरी अनुसार फी चाहिँ फरक छ र यो फी चाहिँ तपाईँको बढ्न पनि सक्छ है। मैले यो भिडियो बनाउने डेटसम्मको र यहाँको टोकियो मेट्रोपोलिटनको ट्राफिक डिभिजनबाट लिएको डाटा अनुसार अहिलेको त्यो छ, त्यो चाहिँ तपाईँहरूको बढ्न पनि सक्छ है। अब हाम्रो रिक्वायरमेन्टहरू के हो त? हाम्रो रिक्वायरमेन्टहरू के हो त भन्दाखेरि सर्वप्रथम त हाम्रो लाइसेन्स चाहिँ भ्यालिड हुनु पर्यो है। हाम्रो लाइसेन्स चाहिँ डेट एक्सपायर भएको हुनु भएन, पहिलो कुरो। दोस्रो कुरो, हामी लाइसेन्स निकालेबाट 3 महिना नेपालमा बसेकै हुनुपर्छ। 3 महिना नेपालमा हामी बसेकै हुनुपर्छ है। जस्तै आज हामीले लाइसेन्स निकाल्यो, अर्को महिना चाहिँ दुबई अथवा अन्य कुनै कन्ट्री गएको छ र त्यहाँबाट फेरि जापान आएको छ भने त्यो अवधिको बिचमा नेपालको बसाइ चाहिँ 3 महिना काउन्ट हुनैपर्छ है। यिनीहरूको काउन्टिङमा त्यो 3 महिना अथवा 90 दिनको काउन्टिङ चाहिँ तपाईँ नेपाल बसेको, स्टे भएको हुनुपर्छ है। अनि त्यसपछि एजको कुरा भनेको गाडीको लाइसेन्स हो भने 18 वर्ष, मोपेड अथवा यो गेन्सिकी हुन्छ, गेन्सिकीको लाइसेन्स हो भने 16 वर्ष पुगेको हुनुपर्ने प्रावधान छ। त्यस्तै अब डकुमेन्टेसन के हो त भन्दाखेरि हामीले जहाँबाट लाइसेन्स निकालेको छ, जुन कन्ट्रीबाट लाइसेन्स निकालेको छ त्यहाँबाट हाम्रो दुईवटा पेपरहरू यहाँ चाहिँ रिकमेन्डेड गरेको हुन्छ अथवा यिनीहरूलाई चाहिन्छ। पहिलो भनेको तपाईँको लाइसेन्सको रेकमेन्डेसन लेटर अथवा प्रमाणित, तपाईँको लाइसेन्स चाहिँ प्रमाणीकरण गरेको सर्टिफिकेट। र दोस्रो भनेको तपाईँको ड्राइभिङ डिटेल अथवा लाइसेन्स ड्राइभिङ डिटेलको 2वटा पेपरहरू र तपाईँसँग भएको पासपोर्ट, पुरानो र नयाँ। तपाईँले रिन्यू गरिसक्नु भएको छ भने पुरानो पनि चाहिन्छ, नयाँ पनि चाहिन्छ। त्यसै गरेर तपाईँ बस्नुभएको स्याक्सो अथवा क्याक्सोबाट जुमिन हो र त्यहाँ चाहिँ त्यो लिने बेलामा उनीहरूले सोध्छ के कामको लागि भनेर, तपाईँले लाइसेन्स निकाल्नको लागि हो भनेर भन्नुपर्ने हुन्छ। अनि तपाईँको जाइरो कार्ड र तपाईँको ओरिजिनल लाइसेन्स कार्ड पनि लिएर जानुपर्ने हुन्छ है। अनि त्यस्तै गरेर यहाँ ट्रान्सलेसन गरेको हाम्रो विदेशी लाइसेन्सलाई जापानिज लाइसेन्समा ट्रान्सलेसन गरेको ट्रान्सलेसन पेपर पनि लिएर जानुपर्छ। र त्यो चाहिँ हाम्रो नेपालीको केसमा चाहिँ 2वटा कम्पनीहरूको लागि मात्रै रेकमेन्ड गरेको छ। पहिलो भनेको JAF, जापान अटोमोबाइल फेडरेसनको हो र अर्को चाहिँ G+ भन्ने 2वटा कम्पनीहरूलाई यसले रेकमेन्ड गरेको छ। त्योभन्दा बाहिर कहीँ कतै
त्यो ट्रान्सलेसन गर्ने ट्रान्सलेसन गर्ने कामहरू गरिरहेको ठाउँहरू हुन्छ, तर त्यहाँबाट गरेर लिएर आउनुभयो भने उनीहरूले एक्सेप्ट गर्दैन अरे, बी केयरफुल हुनु होला। अब त्यस्तै अर्को क्वेसन के थियो त भन्दाखेरि रिन्यू गरेको केसमा के हुन्छ त, नेपालको लाइसेन्स रिन्यू भएको छ र आफू चाहिँ यहीँ छ भने त्यो केसमा के हुन्छ भन्ने थियो। त्यो चाहिँ जब तपाईँसँग एक्सपायर्ड भएको कार्ड छ अथवा त्यो कार्डमा भ्यालिड डेट छैन भने तपाईँ सिधै डिस्क्वालिफाइड हुनुहुन्छ। जस्तो नेपालमा रिन्यू गरेको पेपर देखायो भने ट्राफिक पुलिसले मान्ने हुन्छ, तर यहाँ चाहिँ त्यो चाहिँ मान्यता दिँदैन, तसर्थ तपाईँको जुन लाइसेन्स छ, जहाँ लाइसेन्स कार्ड छ, ड्राइभिङ लाइसेन्स कार्ड, त्यसमा चाहिँ भ्यालिड डेट भएकै हुनुपर्छ है। अथवा तपाईँले लाइसेन्स रिन्यू गरेको भए पनि यहाँ चाहिँ एक्सपायर भएको छ अथवा त्यो पेपर तपाईँसँग छ, रिन्यू गरेको छ भने त्यो पेपरले काम गर्दैन। तपाईँको प्रिन्टेड कार्ड नै, एक्सपायर नभएको डेट भ्यालिड भएको प्रिन्टेड ड्राइभिङ लाइसेन्स कार्ड नै चाहिन्छ। अब अर्को क्वेसन के रहेको छ त भन्दाखेरि रिजर्भेसन गर्नुपर्छ कि पर्दैन, अथवा पहिले हामीले डेट लिनुपर्छ कि पर्दैन भन्ने क्वेसन पनि थियो। यसको लागि के छ त भन्दाखेरि हामीले यो डकुमेन्टेसन पास गर्नको लागि अथवा डकुमेन्टेसन लगेर बुझाएर हाम्रो डकुमेन्टेसन चाहिँ कम्प्लिट छ कि छैन भनेर त्यो एक्जामिन गर्नको लागि उनीहरूले आफै एक्जामिन गर्छ। भ्यालिड छ कि छैन भनेर उनीहरूले के गर्छ भन्दाखेरि जाँचबुझ गर्छ, र त्यो गर्नको लागि स्वयं आफै जानुपर्छ र साथीलाई लगाएर पनि हुँदैन। अर्को थर्ड पर्सन गएर उनीहरूले फर्म चाहिँ एक्सेप्ट गर्दैन, र रिजर्भेसनको लागि तपाईँहरू सिधै गए हुन्छ र डेट लिनुपर्ने आवश्यकता छैन है। तपाईँको त्यो सुरुको स्टेज, फर्स्ट स्टेजको लागि तपाईँहरू डकुमेन्टेसन जुन डकुमेन्टहरू छ त्यो लिएर जाँदा हुन्छ। तपाईँले फोन गरेर डेट लिएर टाइम लिएर जानुपर्ने आवश्यकता छैन। तपाईँको 8:30 बजेदेखि 3 बजेको भित्रमा तपाईँहरू जानुभयो भने काउन्टर खुल्लै हुन्छ, र तपाईँको सम्पूर्ण डकुमेन्ट हेरेर तपाईँलाई फोर्चुन लाइसेन्स चेन्ज गर्न दिने कि नदिने भन्ने निर्णय चाहिँ उनीहरूले त्यही बेला नै गर्छ। अनि त्यसपछि बल्ल तपाईँहरूको ड्राइभिङ टेस्टको एक्जामहरू, रिटर्न टेस्टको एक्जामहरू कहिले लिने भन्ने कुरा हो। त्यसपछि मात्रै के हुन्छ त भन्दाखेरि डिटरमाइन गरिदिन्छ है उनीहरूले। त्यसपछि बल्ल डेट लिने कि त्यही दिन गर्ने भनेर त्यही काउन्टरबाट अथवा त्यही काउन्टरमै उनीहरूले भनिदिन्छ। जब तपाईँको डकुमेन्ट पास हुन्छ अनि त्यसपछि बल्ल त्यसपछिको प्रोसेसको लागि डेट लिनुपर्ने पनि हुनसक्छ, डेट नलिकन त्यही दिनमा पनि गराउन सक्छ है। एक्जामहरू अथवा ड्राइभिङ टेस्टहरू त्यो चाहिँ मेन्क्यु सेन्टर अनुसार फरक हुन्छ है। अब अर्को क्वेसन, मैले आफ्नो नेटिभ ल्याङ्ग्वेजमा दिन पाउँछु कि पाउँदैन भन्ने थियो। नेटिभ ल्याङ्ग्वेज भनेको आफ्नो कन्ट्रीको भाषामा, अथवा नेपाली हो नेपाली, हिन्दी समथिङ त्यस्तै इङ्ग्लिसमा दिन पाउँछ कि पाउँदैन भन्ने थियो। यसको उत्तर चाहिँ अहिले चाहिँ सबैजसो धेरै जसो मेन्क्यु सेन्टरहरूले हामी नेपालीहरूको लागि नेपाली भाषामा पनि दिन पाउने व्यवस्था गरेको छ। हामीले नेपालीमा, इङ्ग्लिसमा, जापानिज आफूलाई जुन भाषामा आफूलाई सजिलो लाग्छ त्यो भाषामा हामीले एक्जाम दिन सकिन्छ है। अब अर्को क्वेसन के थियो भन्दाखेरि मलाई जापानिज पनि आउँदैन, इङ्ग्लिस पनि आउँदैन, अब म के गर्ने, इन्टरप्रेटर लान पाउँछ कि पाउँदैन। अभियसली तपाईँले इन्टरप्रेटर चाहिँ अथवा तपाईँको अनुवादक चाहिँ लिएर जान पाउनुहुन्छ, तर अनुवादकको आफ्नो मनपरी चल्दैन। तपाईँले जे भन्नु त्यही मात्रै गरिदिनु पर्ने हुन्छ है। अनुवादक चाहिँ लान पाउनुहुन्छ। अब अर्को क्वेसन हो, कुन बार अथवा नेसनल होलिडेहरूमा खुल्ला हुन्छ कि हुँदैन भने मैले अघि नै भनिसकेको छु। यो चाहिँ नेसनल होलिडेहरूमा रिन्यूको काम चाहिँ गर्छ, तर यो नयाँ लाइसेन्सको चाहिँ प्रोसेसिङ अथवा डकुमेन्टेसनको काम चाहिँ गर्दैन। विकडेमै जानुपर्ने हुन्छ है। हाम्रो मन्डे टु फ्राइडे 8:30 बजेदेखि 3 बजीभित्रमा जानुपर्ने हुन्छ है। अब अर्को क्वेसन के थियो त भन्दाखेरि मेरो इन्टरनेसनल ड्राइभिङ लाइसेन्स छ, इन्टरनेसनल ड्राइभिङ पर्मिट छ, यो हुँदाखेरि मैले जापानमा गाडी अथवा मोटरसाइकल अथवा समथिङ आफूसँग भएको लाइसेन्सको क्याटेगोरीले दिएको भेहिकलहरू चलाउन पाउँछ कि पाउँदैन भन्ने थियो। यो जापानमा चाहिँ इन्टरनेसनल लाइसेन्सहरूलाई पर्मिट दिँदैन है। इन्टरनेसनल लाइसेन्सलाई सिधै चलाउन पर्मिट दिँदैन, तसर्थ तपाईँले अनिवार्य रूपमा कन्भर्ट गर्नै पर्ने हुन्छ। विदेशका अन्य ठाउँहरूमा जस्तै अस्ट्रेलिया भयो, अन्य ठाउँहरूमा चाहिँ नेपालको लाइसेन्सले सिधै चलाउन पाउँछ, तर यहाँ चाहिँ चलाउन पाउँदैन है। यदि चलाइहाल्नु भयो र पुलिसले समातिहाल्यो भने तपाईँलाई म्याक्सिमम पेनाल्टी तिराउँछ। अब अर्को क्वेसन के छ त भन्दाखेरि मैले मेरो यहाँको जापानिज लाइसेन्स कन्भर्ट गरिसकेपछि मेरो आफ्नो कन्ट्रीको लाइसेन्स अथवा मैले जुन कन्ट्रीबाट निकालेको छु इन्टरनेसनल लाइसेन्स, इन्टरनेसनल भन्नाले फोरिजन लाइसेन्स, त्यो चाहिँ के हुन्छ भन्दा तपाईँको त्यो लाइसेन्स चाहिँ कन्भर्ट भयो भने तपाईँले त्यही कन्ट्रीको लागि तपाईँले पहिला जसरी युज गर्नुभएको थियो त्यसरी नै युज गर्न पाउनुहुन्छ। उनीहरूले राखिदिँदैन, तपाईँलाई नै
फिर्ता दिन्छ है। लाइसेन्स चाहिँ तपाईँलाई नै फिर्ता दिन्छ। तपाईँको लाइसेन्स तपाईँसँग हुन्छ र कन्भर्ट भइसकेपछि तपाईँको हातमा जापानिज लाइसेन्स आउँछ। र सुरुबाट जानेहरूको जस्तरी त्यो खारी मेङ्क्यो र होम मेङ्क्यो गरेर त्यसरी खारी मेङ्क्यो पास गर्ने अनि फेरि होम मेङ्क्यो पास गरेर होम मेङ्क्यो आउने भन्ने हुँदैन। एकैचोटि तपाईँहरूले के पाउनुहुन्छ भन्दाखेरि एक्जाम र ड्राइभिङ टेस्ट पास गर्नुभयो भने तपाईँहरूले यहाँको होम मेङ्क्यो सिधै पाउनुहुन्छ। अब अर्को क्वेसन चाहिँ हाम्रो यातायात कार्यालयबाट लिएर आएको पेपरलाई हामीले भेरिफिकेसन गर्नुपर्छ कि पर्दैन भन्ने छ। भेरिफिकेसन 100% गर्नुपर्ने हुन्छ। तपाईँले यो आफूले लाइसेन्स निकालेको यातायात कार्यालयबाट लिएर आएको एउटा सर्टिफिकेट, लाइसेन्स चाहिँ भ्यालिड सर्टिफिकेट हो। यहाँबाट लिएको भन्ने लाइसेन्स नम्बर, कहिले लिएको, कुन क्याटेगोरीमा कुन मितिमा लिएको भनेको क्याटेगोरी पुरै छुट्याएको है। क्याटेगोरी एकै दिनमा तपाईँले लिनुभएको छ भने पनि तपाईँको त्यो क्याटेगोरी वाइज 1 2 3 गरेर लेख्नै पर्ने हुन्छ है। त्यो चाहिँ लिने बेलामा हेरेर यो चाहिँ मलाई यसरी चाहिन्छ, यसरी लेखिदिए भन्यो भने उहाँहरूले लेखिदिनुहुन्छ र त्यसलाई लगेर हाम्रो परराष्ट्र मन्त्रालय अन्तर्गतको काउन्सिलिङ सेक्सनमा चाहिँ त्यसलाई के गर्ने भन्दाखेरि भेरिफिकेसन गरेर लिएर आउने। यहाँ लिएर आइसकेपछि तपाईँको फेरि एम्बेसीबाट पनि त्यसलाई भेरिफिकेसन गर्नुपर्ने हुन्छ। एम्बेसीबाट पनि, नेपाल एम्बेसीबाट पनि त्यो भेरिफिकेसन गर्नुपर्ने हुन्छ। र त्यो यदि तपाईँले काठमाडौँको काउन्सिलर सेक्सनबाट भेरिफिकेसन गर्नुभएको छैन भने एम्बेसीले भेरिफिकेसन गर्दिन्न है। अब तपाईँ टोकियोभन्दा बाहिर हुन्छ र भेरिफिकेसन एम्बेसीले गर्नुपर्ने हो भने कसरी गर्ने त भन्ने क्वेसनहरू आउँछ। तपाईँको हुलाक मार्फत पठाएर पनि एम्बेसीले तपाईँको त्यो डकुमेन्टलाई भेरिफिकेसन गरिदिन्छ। तर त्यसको लागि अब तिर्नुपर्ने सर्टेन एमाउन्टहरू हुन्छ र त्यो एमाउन्ट चाहिँ कसरी तिर्ने, के गर्ने भन्ने कुरा उहाँहरूलाई नै सोध्नु होला, अर्थात् फोन गरेर एम्बेसीमा फोन गरेर सोध्नु होला है। अब एक्जाम कस्तो हुन्छ त, कस्तो खालको एक्जाम लिएर यो हाम्रो फोरिजन लाइसेन्सलाई यहाँ कसरी स्विचिङ गरिदिन्छ त भन्ने प्रश्न छ। यसको उत्तर भनेको के हुन्छ भन्दाखेरि हामीलाई सबैभन्दा पहिला भनेको हाम्रो डकुमेन्ट चाहिँ भ्यालिड हुनु पर्यो, पास हुनु पर्यो। त्यहाँबाट ठिक छ, यसलाई दिँदा केही फरक पर्दैन, ओरिजिनल हो भन्ने लाग्यो भने तपाईँको आई टेस्ट र हेयर टेस्ट, आँखा र तपाईँको कानको जाँच लिन्छ उनीहरूले। आँखाको जाँच र कानको जाँच लिन्छ। आँखाले कतिसम्म देख्न सक्छ र कानले कतिसम्म सुन्न सक्छ, कतिको आवाजहरू सुन्न सक्छ भन्ने पहिलो टेस्ट त्यो हुन्छ। त्यो चाहिँ नर्मल टेस्ट नै हो, हाम्रो नेपालमा लाइसेन्स लिँदा गरे जस्तै हुन्छ। अनि त्यसपछि दोस्रो भनेको तपाईँको रिटर्न टेस्ट हुन्छ। रिटर्न टेस्टमा तपाईँले 10वटा क्वेसनमा 7वटा क्वेसनको सही उत्तर दिनुपर्ने हुन्छ र 7वटा क्वेसनमा मिलाउनु भयो भने तपाईँ रिटर्न टेस्टमा पास हुनुभयो। यदि 6वटा मिलाउनु भयो भने तपाईँ रिटर्न टेस्टमा पास हुनु भने फेरि दिनुपर्ने, डेट लिएर फेरि दिनुपर्ने हुन्छ। र तपाईँले रिटर्न टेस्ट पास गरेकै दिन तपाईँलाई ड्राइभिङ टेस्ट गराउनु पनि सक्छ, नगराउनु पनि सक्छ। त्यो चाहिँ मेङ्क्यो सेन्टरको मेन पावरमा भर पर्ने कुरा है। उनीहरूको कतिको टाइमिङ छ अथवा त्यहाँ स्लट खाली छ कि छैन त्यो हेरेर उनीहरूले तपाईँलाई त्यही दिन गराउने अथवा डेट लिएर अर्को दिन आइज भन्छ। अथवा डेटै लिनुपर्ने छ भने तपाईँले एउटा सानो रिजर्भेसन गर्ने कार्ड दिन्छ। त्यो कार्ड चाहिँ तिनीहरूको त्यो रिजर्भेसन गर्ने मेसिनमा राखेर त्यहाँबाट डेट लिनुपर्ने हुन्छ। र अब तपाईँहरू एक्जाम सबै पास गर्दै जानुभयो र अथवा यहाँको रिटर्न टेस्ट पार्ट गर्नुभयो। अनि त्यसपछि ड्राइभिङ टेस्टमा पनि तपाईँलाई कस्तो कन्डिसनहरू दिन्छ त भन्दाखेरि उसले कतिको छिटो क्विक डिसिजन कतिको लिन सक्छ भने त्यो क्विक डिसिजन लिन्छ कि लिँदैन। अनि त्यसपछि तपाईँको यहाँको ट्राफिक नियमको फलो गरेको छ कि छैन, ट्राफिक नियमलाई फलो गर्दै जान्छ कि जाँदैन, अथवा यहाँका ट्राफिक सिग्नलहरू राम्रोसँग बुझेको छ कि छैन, जहाँ रोक्नुपर्ने हो त्यहाँ रोक्छ कि रोक्दैन आदि इत्यादि एज अ रियल टाइम तपाईँ रोडमा जसरी चलाउँछ त्यस्तै नै त्यहाँ चलाउनु पर्ने हुन्छ है। जस्तै उसले अब तुरुन्तै लेन चेन्ज गरेर यति नम्बरमा जा भन्छ, यो लेनबाट यता जा भन्छ, त्यो यति नम्बरबाट दायाँ जा बायाँ जा भन्छ। अनि त्यसपछि एस क्रङ्क भयो, जेड क्रङ्क भयो, ती सम्पूर्णहरूलाई एकदम केयरफुल्ली तपाईँले चलाएर कटाउँदै जानुभयो भने तपाईँले एकैपटकमा पनि लाइसेन्स निकाल्न सक्नुहुन्छ है। अब फर्स्ट टेस्टमा म फेल भयो भने के होला, अथवा रिटर्न टेस्टमा अथवा ड्राइभिङ टेस्टमा त्यो पनि के हुन्छ भन्दा फेरि दिनुपर्ने हुन्छ है। फेरि दिनुपर्छ, नेक्स्ट टाइम दिनुपर्ने
हुन्छ है। फर्स्टमा रिटन टेस्टमा फेल हुनुभयो भने फेरि नेक्स्ट टाइममा फेरि रिटन टेस्ट दिनुपर्छ। अब रिटन टेस्ट पास गर्नुभयो, रिटन टेस्ट पास गरिसकेपछि तपाईँलाई अब ड्राइभिङ टेस्टमा जानुभयो। ड्राइभिङ टेस्टमा फर्स्ट एटेम्पमा फेल हुनुभयो अथवा तपाईँले नियम फलो गरेर जानु भएन, तपाईँको चलाएको स्किल चाहिँ पुगेन जस्तो लाग्यो भने उसले चाहिँ यो पालिलाई भएन अर्को पालि आइज भन्छ होइन। त्यो बेला के गर्ने भन्दाखेरि फेरि रिजर्भेसन लिएर जाने। तपाईँले रिटन टेस्ट पास गरेको 6 महिनाभित्रमा जतिपटक पनि तपाईँहरूले पालो पाएको बेलामा जतिपटक पालो पाउनुहुन्छ त्यतिपटक, अथवा सुरुमै निकाले सेकेन्ड टाइममा निकाले सकिहाल्यो होइन त्यो सकिएन भने तपाईँले जतिपटक पनि यो ड्राइभिङ टेस्ट दिन सक्नुहुन्छ। पालो पाएको बेलामा जतिपटक पालो पाउन सफल हुन्छ त्यतिपटक तपाईँहरूले दिन सक्नुहुन्छ। एकैपटकमा फेल भएपछि त्यो सकिने भन्ने कुरो हुँदैन, फेरि रिएक्जाम गर्न अथवा रिएक्जामिनेसन गर्न पाउनुहुन्छ। अब नेक्स्ट क्वेसन के छ भन्दाखेरि तपाईँहरूको आफ्नो कन्ट्रीबाट नभएर नेक्स्ट सेकेन्ड कन्ट्रीबाट लाइसेन्स इस्यु भएको छ भने त्यो केसमा के हुन्छ भन्ने छ। त्यो चाहिँ जस्तै हामीले जस्तै दुबई कतारतिर बस्ने क्रममा त्यहाँबाट निकालेको लाइसेन्स पनि हुनसक्छ, अथवा इन्डियातिर जाँदाखेरि कामको सिलसिलामा अथवा पढाइको सिलसिलामा अथवा अन्य कन्ट्रीहरूमा गएर निकालेको पनि हुनसक्छ। र त्यहाँबाट हामी जापान आएर जापानको लाइसेन्स लिन मन लाग्यो भने तपाईँहरूले जुन कन्ट्रीबाट तपाईँको लाइसेन्स इस्यु भएको छ त्यो कन्ट्रीबाट आवश्यक डकुमेन्टहरू त्यो कन्ट्रीको एम्बेसीबाट अथवा सम्बन्धित निकायबाट आवश्यक पेपर अथवा डकुमेन्टहरू लिएर आउनुपर्ने हुन्छ है। जस्तै तपाईँले इन्डियाको निकाल्नु भएको छ भने नेपालको यातायात कार्यालयबाट डकुमेन्ट ल्याएर हुँदैन, त्यहीँको जुन कन्ट्रीबाट निकाल्नु भएको छ त्यही कन्ट्रीको यातायात कार्यालयहरूबाट लिएर आउनुपर्ने हुन्छ है। अब अर्को क्वेसन, कसैले 6 महिना त कसैले 3 महिना भन्छ, एक्ज्याक्ट कति हो भन्ने छ। यसमा दुईवटा कुरा छ। तपाईँ लाइसेन्स निकालेको तपाईँले नेपालको लाइसेन्स निकालेको डेटबाट 3 महिना भन्दा बढी नेपालमा बस्नुभएको छ भने तपाईँलाई 6 महिना कुर्नुपर्ने आवश्यक पर्दैन। कसै केसमा के हुन्छ भन्दाखेरि नेपालबाट लाइसेन्स निकालेर फेरि अर्को कन्ट्री सिफ्ट भएको पनि हुनसक्छ है, कामको सिलसिलामा पढ्ने सिलसिलामा त्यहाँ गएको पनि हुनसक्छ। तर तपाईँको नेसनालिटी नेपाली भएको भएर तपाईँले नेपालको लाइसेन्स निकालेको भएर के गर्नुपर्छ के छ भन्दाखेरि तपाईँहरू नेपालमा 3 महिना बसेको हुनुपर्छ। तसर्थ दोस्रो कन्ट्री जानुभयो त्यहाँ काम गर्नुभयो अथवा 2 वर्ष बसेर फेरि नेपाल जानुभयो भने तपाईँको 3 महिना त्यसरी काउन्ट हुँदैन। तपाईँहरू कन्टिन्यू निकालेको डेटबाट कन्टिन्यू 3 महिना नेपालमा स्टे भएको हुनु पर्यो। जस्तै 2 वर्ष पछाडि जानुभयो भने तपाईँ 2 वर्ष पछाडि गइसकेपछि 3 महिना बिदामा गएको 3 महिना कटाएर तपाईँहरू नेपालमा बसेर आउनुभयो भने त्यो बेला लिन्छ। होइन भने तपाईँको 5-7 महिनाको डकुमेन्टेसन अथवा त्यो एराइभिङको स्टाम्प जुन तपाईँको पासपोर्टमा लगाएको छ त्यो हेरेर उसले चाहिँ तपाईँको 5-7 महिनाको 6 महिनाको 8 महिनाको कतिको तपाईँको अवधि पुग्यो होइन तर त्यसबाट गनिदिन्छ। तपाईँको सिधै निकालेको डेटबाट कति बस्नुभयो, जस्तै नेपालमा 1 महिना बस्नुभयो त्यसपछि तपाईँ बाहिर जानुभयो, बाहिर गइसकेपछि तपाईँ फर्कनु 2 वर्षपछि फर्कनु भने अब तपाईँसँग 2 महिना बाँकी छ अझै। त्यो 2 महिना चाहिँ नेपालमा फेरि बसेर आउनुभयो भने पहिलाको 2 महिना प्लस पछाडिको 2 महिना गरेर 3 महिना त्यसरी काउन्ट गरिदिन्छ है। होइन भने तपाईँको 15 दिन बस्नुहुन्छ फेरि अर्को गएर 2 महिना बस्नुहुन्छ अनि फेरि आएर 15 दिन 10 दिन यस्तो गर्नुभयो भने तपाईँलाई 6 महिना पनि 6 महिनाको डाटा पनि अथवा 6 महिना बसेको हुनु टाइमिङ पनि लिइदिन्छ है। त्यसर्थ त्यो आफ्नो केसमा भर पर्छ र यहाँको रुल अनुसार भनेको जुन डेटबाट निकालेको त्यो डेटबाट 3 महिना आफ्नो जहाँबाट निकालेको त्यही कन्ट्रीमा जुन कन्ट्रीबाट तपाईँले लाइसेन्स निकाल्नु भएको छ त्यही कन्ट्रीमा बस्नुपर्ने हुन्छ है। त्यहाँबाट सिफ्ट भएर अर्को ठाउँमा जानुभएको छ 3 महिना पुगेको छैन भने तपाईँको लाइसेन्सको काउन्टिङ हुँदैन। तपाईँले जिरोबाट त्यो फोरिजन लाइसेन्सलाई चेन्ज गर्न पाउनुहुन्न, जिरोबाट टोटल्ली जिरोबाट निकाल्नुपर्ने हुन्छ है। अब जापानिज लाइसेन्समा के इन्डिकेट गरिदिएको हुन्छ त, के इन्डिकेट गरेको हुन्छ त अथवा के त्यहाँ राइट गरेको हुन्छ त, कस्तो कुराहरू प्रिन्ट गरेको हुन्छ त। पहिला भनेको तपाईँको नाम हुन्छ, त्यसपछि तपाईँको डेट अफ बर्थ हुन्छ, त्यसपछि लाइसेन्स नम्बर र तपाईँको लाइसेन्सको भ्यालिडिटी कहिलेसम्मको भन्ने हुन्छ। तपाईँको नेसनालिटी तपाईँको अन्य डिटेलहरू बाहिर प्रिन्ट हुँदैन है। त्यो चाहिँ तपाईँको आइसी चिप्समै स्टोर गरिदिएको हुन्छ र त्यो आइसी चिप्स चाहिँ रिड गर्ने मेसिनमा मात्रै राखेर सम्बन्धित व्यक्तिले रिड गर्न सक्छ है, अथवा पुलिसले अथवा अन्य पुलिस अफिसर ट्राफिक अफिसरहरूले तिनीहरूले मात्रै गर्न सक्ने गरी स्टोर गरिदिएको हुन्छ। बाहिर जुन पाए त्यसैले त्यसलाई रिड गर्न सक्दैन र बाहिर तपाईँको नाम, फोटो
त्यस्तै गरेर तपाईँको लाइसेन्स नम्बर अनि त्यसपछि कहिलेदेखि कहिलेसम्मको भ्यालिडिटी अनि त्यसपछि तपाईँको डेट अफ बर्थ यिनीहरू कुराहरू अथवा अनि त्यसपछि तपाईँको क्याटेगोरी के हो त्यो मात्रै त्यहाँ उल्लेख गरेको हुन्छ। यो भिडियो कस्तो लाग्यो कृपया लाइक, सेयर, कमेन्ट चाहिँ गर्न नबिर्सनु होला है त।